हेलो साथी हो, आज हामी रेली आएको छौँ है। रेलीमा हामी म अघिदेखि हालौँ भनेर सम्झेँ चाहिँ भ्याइन गाडीमा आउनुले गर्दाखेरि निकै तल आएको छौँ। नयाँ हाम्रो यहाँनिर कहाँ भन्ने योगको मुनि योग पुल नयाँ बनिँदै गरेको ठाउँमा आइपुगेको छौँ है। यहाँ आइपुगेको छौँ र हामी अघि आएर रेडी गरेको छौँ। यहाँ हामीले के गरेको छौँ भने यहाँनिर हामी अहिले को आएको छौँ अहिले देखाउने हो। फर्स्ट मेरो हाम्रो यहाँनिर सुँगुरको सेकुवा है, ढुङ्गामा पोल्दै गरेको है। ढुङ्गामा अलग्गै त्यहाँदेखि हाम्रो भवन भानिसले अलग्गै यहाँनिर पोल्दैछ। यो पोलेको मासु यहाँ ढुङ्गामा सेकाउँदै गरेको है। त्यहाँदेखि हामी आएको थियो यहाँ गर्जे दाजु है, गर्जे दाजु, गोविन्द भानिस है, अझै भोङ याम माछा पनि हामीले मारेको छौँ है। माछा पनि मारेको छौँ हो। अन्त हामी माइला साथी है, काका राजु काका है। अन्त यहाँ हाम्रो भाइको गाडी लिएर आएको, सानो गाडी टिप्पर ल्याएर आएको हामीले है। अनिस भाइको टिप्पर छ है। टिप्परमा आयौँ हामी। हाम्रो अनिस भाइले गाडी एकदम फ्री दा भन्यो क्या। अन्त हामी आइहाल्यौँ फेरि हो। रामनवमीको खुसी मनाउँदै हामी यहाँ आयौँ र हामी सबै खानेकुराहरू यस्तै। मेरो त अब सबैलाई थाहै छ, मेरो अर्ग्यानिक है, मेरो अर्ग्यानिक। अन्त केटाहरू अरू को पनि नखाने, कोही नखाने अरू। यहाँ हामीले यहाँ कोक ल्याएको छौँ है। त्यहाँदेखि यहाँनिर यो पिटेटर चाहिँ 1 कार्टुन ल्याएको थियो, सक्नु आँटेछ यहाँनिर अब है केटाहरूको। त्यहाँदेखि यहाँ सुँगुरको मासुको यहाँनिर मेरिनेट गरिरहेछ है। यो अझै पोल्नै छ, त्यो पोलेको यो तेलहरू। अन्त भर्खर माछा मारेर आएको अलिकति माछा मारेर आएको। अब फेरि खेल्ने केटाहरू अहिले भर्खर आइपुगेको हामी 12 बजीतिर त आइपुग्यौँ है। अन्त अब फेरि माछा मार्नु जाने। अब खानापिनाहरू पकाउनु डल्लै छ हो। हामी नयाँ यहाँनिर हामी उयो बुधेले टारमा आएको र अहिले फेरि म देखाउँछु।